के एउटा प्राचीन ध्वनिमा ब्रह्माण्डकै रहस्य लुकेको हुन सक्छ? आज हामी एउटा यस्तो स्रोतमा डुबुल्की मार्दैछौं जसले भन्छ कि यो प्रश्नको जवाब विज्ञानसँग छ। आउनुहोस् यो दावीको गहिराईमा पुगौं। ल सुरु गरौं एउटा संख्याबाट जसले यो पूरा कथालाई नै घुमाएको छ। 1,10,000। यो कुनै सामान्य अङ्क होइन। स्रोतको दाबी अनुसार गायत्री मन्त्रले हरेक सेकेन्डमा यति धेरै ध्वनि तरङ्गहरू पैदा गर्छ। तर आखिर यसको मतलब के हो त? हो, हाम्रो स्रोतले ठ्याक्कै यही प्रश्नमा केन्द्रित भएर आध्यात्मिकता र विज्ञानलाई जोड्ने कोसिस गर्छ। यसले प्रस्तुत गरेका दावीहरूले कथित रूपमा अनुसन्धानकर्ताहरूको पनि ध्यान तानेको छ रे। त्यसो भए ढिला नगरी यसको तहसम्म पुगिहालौं। पहिलो खण्डमै स्रोतले एउटा निकै चकित पार्ने दावी अघि सार्छ। यसका अनुसार नासा र हार्वर्ड जस्ता ठूला संस्थाहरूका वैज्ञानिकहरू समेत गायत्री मन्त्रको शक्ति देखेर भनौँ न छक्क परेका छन्। अब यति ठूलो दावी यो पक्कै कतैबाट त आयो होला होइन त? हो, स्रोतले एउटा नाम अघि सार्छ, डाक्टर हावर्ड स्ट्युप्नेगिरल। उहाँ एक अमेरिकी वैज्ञानिक हुनुहुन्छ र स्रोतका अनुसार उहाँकै अनुसन्धानले यो अचम्मको आँकडा पत्ता लगाएको हो। तर एकछिन है, वैज्ञानिक दावीहरूमा डुब्नुभन्दा पहिले यो मन्त्र वास्तवमा हो के भनेर बुझ्नु जरुरी छ। ल हेरौं स्रोतले यसलाई कसरी चिनाउँछ। स्रोतका अनुसार गायत्री मन्त्र केवल एउटा प्रार्थना मात्रै होइन। यसलाई मन्त्रहरूकी आमा भनिन्छ, जसको मतलब वैदिक परम्परामा यसलाई सबै ध्वनिहरूको स्रोत र सार्ने मानिन्छ। अनि यो मन्त्रको बनावट पनि एकदमै विशेष छ। यो 24 वटा अक्षरहरूबाट बनेको छ र स्रोतको मान्यता अनुसार हरेक अक्षर आफैमा एक दिव्य शक्तिको भनौँ न एउटा कोड जस्तै हो। ल अब हेरौं स्रोतले कसरी यो प्राचीन ज्ञान र आधुनिक विज्ञानको बीचमा एउटा पुल बनाउने कोसिस गर्छ। यो तुलनाले स्रोतको मुख्य तर्कलाई छोर्लङ्गे पार्छ। जहाँ अरू मन्त्रहरूले केही हजार ध्वनि तरङ्गहरू निकाल्छन्, गायत्री मन्त्रले त लाखौंको आँकडा छुन्छ। यसले यसलाई बिल्कुलै फरक श्रेणीमा लाग्छ। अनि कुरा खाली ध्वनि तरङ्गको मात्रै होइन। स्रोतले त हार्वर्डको एउटा अनुसन्धानको पनि कुरा गर्छ र त्यसका प्रारम्भिक नतिजाहरू साँच्चै नै ध्यान खिच्ने खालका छन्। जस्तै तनाव हर्मोनमा 40%ले कमी, डिप्रेसन र चिन्तामा 68%सम्म सुधार र निद्राको गुणस्तर त 80%ले बढेको देखियो रे। यसको असर मानसिक स्वास्थ्यमा मात्र सीमित छैन। स्रोतको दावी त यहाँसम्म छ कि यसले हाम्रो रोगसँग लड्ने क्षमतालाई मतलब हाम्रो इम्युन सिस्टमलाई 300%ले बढाउन सक्छ। कथित फाइदाहरूको सूची त निकै लामो छ। यसमा हाम्रो शरीरको सानोभन्दा सानो कोषदेखि लिएर स्रोतले आभा भनेर वर्णन गरेको आध्यात्मिक तहसम्मका कुराहरू समेटिएका छन्। त्यसो भए यो सब कसरी काम गर्छ होला त? स्रोतले ध्वनिलाई शरीरको सूक्ष्म ऊर्जा प्रणालीसँग जोड्ने एउटा विशेष प्रक्रियाबारे बताएको छ। यसको पछाडिको मुख्य सिद्धान्त एकदमै सरल छ। एक ध्वनि, एक केन्द्र। स्रोतका अनुसार मन्त्रका 24 वटा अक्षरले हाम्रो शरीरभित्र रहेका 24 वटी विशेष ऊर्जा केन्द्र, जसलाई चक्र पनि भनिन्छ, लाई सिधै गएर सक्रिय गर्छन्। उदाहरणको लागि हेरौं न, ओम ध्वनिले तेस्रो नेत्र चक्रलाई, भोहले मूलाधार चक्रलाई र भूवहले स्वाधिष्ठान चक्रलाई सक्रिय गर्छ भन्ने दावी छ। मतलब हरेक ध्वनिको एउटा निश्चित लक्ष्य छ। सिद्धान्त त बुझियो, तर यसलाई व्यवहारमा कसरी उतार्ने त? स्रोतले यी सबै फाइदाहरू अनुभव गर्नका लागि एउटा स्पष्ट मार्गनिर्देशन पनि दिएको छ। स्रोतका अनुसार राम्रो परिणामका लागि सही विधि अपनाउनु एकदमै जरुरी छ। जस्तै सूर्योदयको समयमा पूर्वतिर फर्केर र निश्चित संख्यामा जप गर्यो भने यसको प्रभाव अझै बढ्छ भन्ने विश्वास गरिन्छ। अनि यो अभ्यासले कस्तो परिवर्तन ल्याउँछ त? स्रोतले 30 दिनको एउटा खाका नै प्रस्तुत गरेको छ, जुन 7औं दिनमा मानसिक शान्तिबाट सुरु भएर 30औं दिनमा नकारात्मकताबाटै सुरक्षा दिने आभा बन्नेसम्म पुग्छ। यो मन्त्रको महत्त्वलाई अझै जोड दिन स्रोतले स्वामी विवेकानन्द जस्ता एक सम्मानित आध्यात्मिक व्यक्तित्वको भनाइलाई पनि उद्धृत गर्छ, जसले यसलाई पूरै विश्वलाई नै उज्यालो बनाउन सक्ने शक्तिको रूपमा हेर्नुभएको थियो। र अन्त्यमा स्रोतले आफ्नो दावीलाई विज्ञानको सबैभन्दा ठूलो नामसँग जोड्ने कोसिस गर्छ। यसमा उल्लेख भएअनुसार आइन्स्टाइनका एक मित्रले भनेका थिए रे, यदि कुनै एउटा ध्वनिले पूरै ब्रह्माण्डसँग जोड्न सक्छ भने त्यो गायत्री मन्त्र नै हो। त्यसो भए अन्तमा यो स्रोतले हामीलाई
एउटा निकै रोचक मोडमा ल्याएर छोड्छ। एकातिर छ हजारौं वर्ष पुरानो ध्वनि, अर्कोतिर छ आधुनिक विज्ञान, र यी दुईको बीचमा छ हाम्रो स्वास्थ्य र कल्याणको प्रश्न। के साँच्चै एउटा प्राचीन कम्पनामा हाम्रो आधुनिक जीवनका समस्याहरूको समाधान लुकेको हुन सक्छ त? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई सोच्न बाध्य बनाउँछ।